अपेक्षा थियो। नयाँ सरकारले नयाँ ब्रान्डको कुरा पनि गर्यो। सरकारले नीति तथा कार्यक्रम क्रमभङ्ग गरेर ल्याउँछ भन्ने जनताले लागेको थियो। तर नीति तथा कार्यक्रम पुरानै फर्म्याटमा आयो। पूर्ववक्ता मान्यज्यूले पनि राख्नुभयो, नयाँ आर्थिक नीति पनि छैन, न त नयाँ विकास मोडेल छ। यहाँ फोकस गर्ने केही पनि छैन, दिशा पनि स्पष्ट गर्न सकेको छैन। यसले पहिलो बुदामा सुशासनमा जोड छ। यहाँ सुशासनको कुरा बडो जोड दिएर लेखिएको छ, तर सरकारको एक महिनाको कार्यशैली हेर्दा कार्यान्वयन कागजमा मात्र सीमित होला जस्तो छ। देशको रूपान्तरणको लागि, राष्ट्रको रूपान्तरणको लागि आशा लाग्दो चीज यो नीति तथा कार्यक्रममा केही पनि छैन। नीति तथा कार्यक्रममा मार्गदर्शक के बनाउने भन्ने नै स्पष्ट छैन। न संविधानलाई मार्गदर्शक बनाएको छ, न एसटीजी ग्रेजुएसनलाई कतै उल्लेख गरेको छ। सुशासन सबै कुरा हो भनेर आएको सीमा रहित अर्थतन्त्र, तौल रहित अर्थतन्त्र भनेको छ। यो नारा मात्रै हो, मैले पहिले भनिसकेँ। यो कलात्मक र रङ्गीन छ भनेर तथ्यमा आधारित भएर नीति तथा कार्यक्रम आएको छैन। हाम्रो अवस्थाको विश्लेषण छैन, देशको अवस्थाको विश्लेषण छैन। 1-2 वर्ष गर्दै 5 वर्षमा कहाँ पुग्ने भनेर ल्याउन सकेन सरकारले आफ्नो नीति तथा कार्यक्रम। सम्माननीय अध्यक्ष महोदय, आगामी दशक औसत आर्थिक वृद्धि दर 7% पुग्ने गरी नयाँ चरणको आर्थिक सुधारको श्रृङ्खला सुरु गर्ने घोषणा गरेको छ। तर 16औं योजनाले नै यो तोकेको थियो 7% आर्थिक वृद्धिको कुरा। यो कुनै नयाँ कुरा होइन। 7% आर्थिक वृद्धिको लागि डिपार्चर कार्यक्रम नीति तथा कार्यक्रममा छैन। सभ्रान्त वर्गलाई कर कम गर्न भनेको छ, तर सरकारको राडारमा गरिब विपन्न छैनन्। थारू दलित सीमान्तकृतलाई व्यवस्था गरेको मधेस भनेर एक ठाउँमा सिँचाइको कुरा छ, अरू केही पनि छैन। विपन्नले आशा राख्ने सरकारको नीति तथा कार्यक्रममा केही पनि देखिँदैन। एकात्मक व्यवस्थाबाट केही हुन सक्दैन भनेपछि 3 तहको सरकार ल्याएको बुदामा बाहेक, एक बुदामा बाहेक कतै उल्लेख छैन। समाजवाद उन्मुख भनेर संविधानमा लेखियो। लोकतन्त्र, गणतन्त्र, संघीयता, समावेशी सरकारको नीति तथा कार्यक्रम